म कैलाश थापा मगर रानीछाबाट हाल म चाहिँ निखिल मल्टी सर्भिस प्राइभेट लिमिटेड माछापोखरीमा चाहिँ एसी र फ्रिजको तालिम लिइरहेको छु र हाल तालिमकै क्रममा हिजो चाहिँ हामीले यो एसी युनिट हामीले जडान गर्यौं र यो एसी युनिट जडान गरिसकेपछि यो चलाउनुभन्दा पहिला हामीले भ्याकुम गर्नुपर्छ र यो भ्याकुम कसरी गरिन्छ र किन गरिन्छ भन्ने कुरो म हजुरहरूलाई यहाँ आज देखाउन गइरहेको छु। यो भ्याकुम किन गरिन्छ भन्दाखेरि यो एसी युनिटमा भएको मोइस्चरहरूलाई चाहिँ तान्नको लागि चाहिँ हामीले भ्याकुम गरिन्छ र यो भ्याकुम गर्नलाई आवश्यक सामग्रीहरू भ्याकुम पम्प, स्पानर, मैनिफोल्ड गेज, एलएन की र सर्वप्रथम हामीले भ्याकुम गर्दाखेरि यो मैनिफोल्ड गेजको लो प्रेसर साइडको ब्लू पाइपलाई सक्सन भल्भमा कनेक्सन गरिन्छ। त्यसपछि मैनिफोल्ड गेजको येलो पाइपलाई सक्सन पम्पमा भ्याकुम पम्पमा जडान गरिन्छ, कनेक्सन गरिन्छ। त्यसपछि हामीले भ्याकुम पम्प अन गरिन्छ। हाम्रो भ्याकुम पम्प अन भइसकेको छ। भ्याकुम पम्प अन भएपछि मैनिफोल्ड गेजको लो प्रेसर साइडको अथवा यो ब्लू पाइप साइडको फल पुरा खोलिन्छ। यो भल्भ मैनिफोल्ड गेजको भल्भ हामीले पुरा खोलिसकेको छौं र यसरी यो भ्याकुम 3 घण्टा कम्तीमा नै 3 घण्टा गर्नु पर्दछ। र हामीले भ्याकुम गरेको 3 घण्टा समय पुरा भएको छ र 3 घण्टा समय पुरा भएपछि हामीले यो मैनिफोल्ड गेजको लो प्रेसर साइडको अथवा ब्लू पाइप साइडको भल्भ पुरा बन्द गर्नु पर्दछ। यो भल्भ बन्द भएको छ। यसले रिडिङ चाहिँ यो हरियोपट्टि 60 देखाएको छ र यसपछि हामीले भ्याकुम पम्प बन्द गर्नु पर्दछ। र यसरी यतिसम्म गरिसकेपछि मैनिफोल्ड गेजलाई हामीले 20 देखि 30 मिनेट होल्ड गरेर हेर्नु पर्दछ। र अहिले 20 देखि 30 मिनेट समय पुरा भएको छ र हाम्रो मैनिफोल्ड गेजको यो ब्लू साइड पट्टिको अथवा यो लो प्रेसर साइडको गेजको चाहिँ रिडिङ हाम्रो घटेको छैन। पहिला जुन अवस्था थियो त्यही अवस्थामा छ र यदि यो घटेर यो 0 पट्टि आएको भए चाहिँ हाम्रो भ्याकुम गरेको चाहिँ लिकेज एसीमा लिकेज छ भन्ने कुरा हामीले बुझ्नुपर्दछ र हाम्रो चाहिँ यो रिडिङ चाहिँ जहाँको त्यहीँ रहेको हुनाले लिकेज छैन भन्ने कुरो हामीले बुझ्नु पर्दछ। र यसपछि हामीले चाहिँ यो एसी को चाहिँ ग्यास खोल्नु पर्दछ र ग्यास खोल्नको लागि चाहिँ सुरुमा चाहिँ स्पानरले डिस्चार्ज भल्भको क्याप खोल्ने त्यसैगरी सक्सन भल्भको क्याप खोलिदिने। त्यसपछि एलटी को सहायताले डिस्चार्ज भल्भबाट ग्यास पुरा खोलिदिने र त्यसपछि सक्सन भल्भ पनि भल्भ पुरा खोलिदिने। यो ग्यास खोल्ने कार्य पुरा भएको छ र अब हाम्रो एसी चल्नलाई
चल्नको लागि तयार छ। र अब यसपछि हामीले यो म्यानिफोल्ड गेजको चाहिँ ब्लू पाइपको कनेक्सन खोल्ने, त्यसपछि म्यानिफोल्ड गेजको येल्लो पाइपको भ्याकुम पम्पसँग भएको कनेक्सन छुटाउने र यसरी चाहिँ, र त्यस पश्चात यो विशाल बलको क्याप लगाइदिने, अनि सक्षम भएको क्याप लगाइदिने, र यसरी हाम्रो भ्याकुम कार्य समाप्त भएको छ।